हेलो हेलो साथीहरू, सबैजनालाई स्वागत छ मेरो भिडियोमा। तपाईहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ 10-15 दिन पहिला गाउँतिर गएको थिएँ अनि सासू बुहारी भएर हामी घाँस काट्न गएको बारीमा। भिडियो बनाउनलाई पनि समय नभएर मैले चाहिँ एडिट गरेको थिएन। आज गर्दैछु मैले भिडियो एडिट। सबैजनाले कस्तो लाग्छ भनिदिनु होला है त। हामी चाहिँ घाँस काटेर भारी पुऱ्याएर मैले अब मेरो लागि चाहिँ भारी बाँध्दैछु। 1 घन्टाभन्दा पनि बढी घाँस काटेको अनि घाँस काटिसकेपछि चाहिँ मैले चाहिँ मुठा बनाउन लागेको छु। मैले आमालाई भिडियो बनाइदिनु न आमा भनेर आमालाई चाहिँ एक ठाउँ राखेर भिडियो बनाउन भनेको छु है। भिडियो पनि आमाले बनाउन जान्नु भएर चाहिँ यस्तै समातेर बस्नु है आमा भनेर लगाएको थिएँ मैले। मेरो चाहिँ एउटा मुठा पारिसकेँ। मलाई यो मुठा बनाउँदा यति हैरान बनाउन जोइलो गाँस्ने बेलामा है, घरि ताने हो घरि उता गरे हो, बल्ल बल्ल मैले चाहिँ मुठा बनाउँछु। मेरो लागि एउटा मुठा चाहिँ मैले बनाइसकेँ। गाउँतिरको हावापानी खान पाउँदा चाहिँ मलाई एकदमै खुसी लाग्छ। गाउँतिर रमाउन पाउँदा मैले फेरि अर्को पल्लो मुठाको लागि चाहिँ मैले फेरि जोइना बनाउँदैछु। मेरो धेरै ठुलो त लान सक्दिनँ, सानो सानो चाहिँ बनाउँदैछु मैले। खरबारी पनि अलिक टाढा थियो, धेरै समय लाग्थ्यो नि त जानको लागि, अनि त्यसैले मैले चाहिँ हल्का ठिक्कै भारी बनाउँछु मेरो लागि चाहिँ। अहिलेको समयअनुसार चाहिँ हामीले यो सेलमा घाँस मिसिएको अनि अरू लोहे घाँस मिसिएको चाहिँ काट्ने समय आएको छ। हाम्रो घाँस चाहिँ यही हो अहिलेलाई। मैले अर्को मुठा पनि बनाइसकेँ मेरो लागि भनेर। आमाको लागि चाहिँ मैले पहिला नै भारी बनाइसकेको थिएँ, त्यो चाहिँ मैले भिडियो बनाएन। अनि घरबाट ल्याएको पोका पतेराहरू खोलेर मैले नाम्लोहरू निकालेर मेरो भारी बाँध्दैछु। मैले चाहिँ यसरी भारी बाँध्छु, तपाईँहरूले चाहिँ कसरी बाँध्नुहुन्छ? काम चाहिँ मैले सबै कामहरू, धेरै जसो कामहरू चाहिँ मैले बिहे गरेर नै सिकेको है त। घाँसहरू काट्नदेखि भारीहरू बनाउन चाहिँ मैले बिहे गरिसके पछाडि नै सिकेको हो। सेप्नको लागि मैले प्लास्टिक पनि लगाउँछु अनि सजिलो पनि हुन्छ, घाँसहरू पनि बिजाउँदैन नि त, पानी आए पनि हुन्छ। त्यसपछि चाहिँ मैले मेरो आमाको लागि भारी बनाउँछु। आमाको चाहिँ मैले पहिला नै भारी बनाएको थिएँ नि, त्यो चाहिँ मैले भिडियो बनाएन। अनि त्यसपछि चाहिँ सम्झेर बनाएको थिएँ। आमाको लागि पनि मैले भारी बाँधेँ। आमालाई चाहिँ मैले एउटा सानो एउटा मुठा बनाएँ, मलाई चाहिँ सानो सानो 2टा मुठा बनाएको छु। भारी बनाइसके पछाडि हामी लिएको खानेकुरा खान लाग्छौँ। आँप र नास्पाती केरा। आँप खाइसकेर मैले नास्पाती पनि काट्छु। एउटा नास्पाती लिएर गएको थियौँ नि त, अनि खाइसके पछाडि चाहिँ हामी अब पानी पनि पर्न लागेको थियो, त्यसैले छिटो जानको लागि जाम भनेको। मैले एक्लै राख्न सकेन नि त माथिल्लो मुठा, अनि त्यसपछि मैले आमालाई राखिदिनु भनेर राखिदिनु भयो। अनि आमाको पालो बोक्ने चाहिँ मैले आमाको भिडियो पनि बनाएँ। आमाको चाहिँ सानो सानो घाँस हो नि त। त्यसपछि हामी गयौँ अब बारी छोडेर हिँड्यौँ। अब आमा पनि आउनुभयो मेरो पछि पछि, म चाहिँ अगाडि। मेरो बारी चाहिँ यत्रो छ, देख्न सक्नुहुन्छ। उतातिर पानी आएर खुट्टा जस्तो गरेर आएको थियो, आमालाई चाहिँ अघि पारेँ मैले। जनतन मोटर बाटामा झरेको है हामी। मेरो अवस्था देख्न सक्नुहुन्छ अहिलेलाई यस्तो छ। हामी बिसाउने ठाउँमा पनि आइपुग्यौँ। अब हामीलाई चाहिँ घर जानको लागि 10 मिनट जति लाग्छ। हामी एकछिन आराम गर्छौँ र घर लाग्छ। आजलाई यति नै साथीहरू, फेरि अर्को मिनी भ्लगमा भेटौँला। बाई बाई। सबैजनालाई साथ दिनु होला।